नमस्कार साथीहरू, आज हामी नेपाली कला क्षेत्रमा चम्किरहेका तर कलिलै उमेरमा संसार छोड्न बाध्य भएका 10 नेपाली कलाकारहरूको सम्झनामा यो भिडियो बनाउँदैछौँ। उनीहरूको प्रतिभा अझै देख्न पाउने आशा रहँदै समयले उनीहरूलाई हामीबाट टाढा लग्यो। आउनुहोस् दर्शकबिन उहाँहरूको बारेमा एक एक गरेर बुझौँ। नम्बर 1 मा रहेका छन् बाल गायक सचिन परिवार। बाल गायक सचिन परिवारको मृत्यु त्रिभुवन शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। सचिन जम्मा 15 वर्षको हुँदा उनको मृत्यु भएको थियो। उनलाई त्रिल्यातर भेन्ट्रिकुलर जस्ता समस्याहरू थिए। सचिन नेपाली सङ्गीत तथा मनोरञ्जन क्षेत्रमा सानै उमेरदेखि पहिचान बनाएका प्रतिभाशाली बाल कलाकार थिए। ओठ खोलेर सबैभन्दा लोकप्रिय गीत हो, जसले युट्युबमा करोडौँ दर्शकको मन जित्न सफल भएको थियो। युट्युबमा 19 मिलियन भन्दा बढी भ्युज पाएको थियो। उनले गीतमा आफ्नो आवाजसँगै अभिनयमा पनि प्रस्तुत गरेका थिए। बढको छायाले जस्तो गीतमा पनि उनले काम गरेका थिए, जहाँ नेपालका चर्चित अभिनेता राजेश हमालसँग पनि उनले काम गरेका थिए। नम्बर 2 मा रहेका छन् प्रशान्त तामाङ। इन्डियन आइडल सिजन 3 का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको दिल्ली स्थित आफ्नै निवासमा हृदयघातका कारण 42 वर्षको उमेरमा निधन भएको हो। सन् 2007 सालमा गायन रियालिटी सो इन्डियन आइडल सिजन 3 को विजेता बनेका प्रशान्त तामाङ, जसले उनलाई ठुलो लोकप्रियता र चर्चामा ल्याएको थियो। उनले नेपाली सङ्गीतमा थुप्रै गीतहरू मार्फत दर्शक श्रोताको मन जितेका थिए। मन साइली, असारे महिना, रातो रानी जस्ता गीतहरू नेपाली सङ्गीत प्रेमीबीच विशेष लोकप्रिय थिए। प्रशान्त तामाङले नेपाली चलचित्र क्षेत्रमा पनि सक्रिय भूमिका निभाएका थिए। उनले गोर्खा पल्टन, परदेशी, निशानी, अङ्गालो यो माया, किन मायामा जस्ता फिल्महरूमा अभिनय गरेका थिए, जसले उनको बहुमुखी प्रतिभालाई देखाएको थियो। नम्बर 3 मा रहेका छन् एमा बुड्ड। चर्चित र्यापर एमा बुड्डको निधन 2073 सालमा बेलायतको राजधानी लन्डनमा भएको थियो। 2073 माघ 1 गते आफ्नो काम सकाएर मध्यरातमा सुत्न कोठामा गएका एमा बुड्ड भोलिपल्ट मृत भेटिएका थिए। बिहान 6 बजे बाथरुमको ढोका बन्द भएको पाएपछि परिवारका सदस्यले साँचो खोलेर हेर्दा उनी बाथरुमको झ्यालको फलामे डन्डीमा पेटीले बाँधेर झुन्डेको अवस्थामा भेटिएका थिए। एमा बुड्डको वास्तविक नाम अनिल अधिकारी हो भने एमा बुड्डका केही अत्यन्त चर्चित र्यापरहरू साथी, आमा, लालाबाला, विशेष गरी आमा गीतले लाखौँ नेपालीको मन छोएको थियो। उहाँको शब्दले भावना, पीडा र सत्य बोल्थ्यो। एमा बुड्ड आज हामीसँग शारीरिक रूपमा छैनन्, तर उहाँका शब्द, गीत र उहाँले देखाएको बाटो आज पनि जिउँदैछ। जब नेपाली हिपहपको कुरा आउँछ, एमा बुड्डको नाम सधैँ सम्मानका साथ लिइन्छ। नम्बर 4 मा रहेका छन् श्रीकृष्ण श्रेष्ठ। चर्चित नायक श्रीकृष्ण श्रेष्ठ सन् 2014 मा निधन भएको थियो। 1 महिना अघि नायिका श्वेता खड्कासँग विवाह बन्धनमा बाँधिएका नायक श्रीकृष्ण श्रेष्ठ हनिमुनका लागि भारत पुगेका थिए। त्यसैबेला उनी बिरामी भएर हस्पिटलमा उपचारका लागि भर्ना भएका थिए। भारतमा उपचारको क्रममा न्युमोनिया र हड्डीको क्यान्सरको कारण उनको मृत्यु हुन पुग्यो। नायक श्रीकृष्ण श्रेष्ठ चलचित्र क्षेत्रका एक अभिनेता तथा चलचित्र निर्माता थिए। उनले आफन्त, आफ्नो मान्छे, सुख दुःख, ए मेरो हजुर, हामी 3 भाइ, पाहुना, कहाँ भेटेला, कोहिनुर आदि चलचित्रमा मुख्य अभिनय गरेका थिए। श्रेष्ठले नायिका श्वेता खड्कासँग सन् 2014 मा लगनगाँठो गाँसेका थिए। उनले निर्माण गरेको चलचित्र कहाँ भेटेलाबाट श्वेता खड्काले फिल्ममा डेब्यू गर्दा उनीहरूको भेट भएको थियो। नम्बर 5 मा रहेकी छिन् लोकगायिका मन्जु महत। मन्जु महतको निधन सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका थिइन्। त्यसको केही समयमै ग्रेन्डी अस्पतालले उपचारको क्रममा मृत घोषणा गरिदिएको थियो। महत काठमाडौँको सडकमा दुर्घटनामा परेकी थिइन्। स्कुटर चलाइरहेको बेला उनी 2वटा माइक्रो बसले च्यापेको थियो। लगत्तै उनलाई मनमोहर अस्पताल लगियो। त्यहाँ नसकेपछि शिक्षण अस्पताल लगियो र त्यहाँबाट ग्रेन्डी रेफर गरिएको थियो। त्यसपछि उनी मृत घोषणा भएकी थिइन्। लोकगायिका मन्जु महतले पशुपति शर्मासँग गाएको गीत 16 दुना 8 गीत
पनि निकै चर्चामा चलेको थियो। उनको मृत्युपछि पुष्कल शर्माले ए मन्जु तिमी फर्केर आऊ है भन्ने गीत गाएका थिए। उक्त गीत पनि निकै चर्चामा रहेको थियो। नम्बर 6 मा रहेका छन् खेमराज गुरुङ। गायक खेमराज गुरुङ 42 वर्षको उमेरमा 2073 सालमा निधन भएको थियो। गुरुङको साबेल स्थित मेडिकेयर अस्पतालमा मृत्यु भएको हो। जन्डिस देखा परेपछि गुरुङलाई 10 दिन अघि अस्पताल लगिएको थियो, तर स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई आइसियुमा राखिएको थियो। अवस्था नाजुक हुँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो। गुरुङका चर्चित गीतहरू भन्छन् बुढापाकाले, ढरान सोल्टी जस्ता चर्चित गीतहरू रहेका छन्। नम्बर 7 मा रहेका छन् शाहरुख टाम्राकार। शाहरुख टाम्राकारको निधन काठमाडौँको रातोपुल स्थित आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका थिए। 31 वर्षका शाहरुख टाम्राकार आफ्नै घरको भर्याङको रेलिङमा प्लास्टिकको पाइपमा पासो लागेको अवस्थामा फेला परेका थिए। शाहरुख टाम्राकार नेपाली चलचित्र दुनियाँमा अभिनेता कलाकारका रूपमा परिचित थिए। उनले रानी, मेरी मामु तथा इन्टु मिन्टु लन्डनमा लगायत थुप्रै चलचित्र तथा धेरै म्युजिक भिडियोहरूमा काम गरेका थिए। उनी सुटिङबाट फर्किए लगत्तै राति आत्महत्या गरेका थिए। उनी कलाकार सानु टाम्राकारका छोरा हुन्। नम्बर 8 मा रहेकी छिन् जेनी कुँवर। नायिका तथा निर्मात्री जेनी कुँवर 2078 सालमा काठमाडौँको थापागाउँ स्थित सनराइज सिटी अपार्टमेन्टमा मृतक फेला परेकी थिइन्। उनी सनराइज सिटी अपार्टमेन्टमा बस्दै आएकी थिइन्। उनले सुसाइड नोट लेखेर आफू डिप्रेसनको शिकार भएको र मृत्युमा कसैलाई दोष नदिनु भनेर लेखेकी थिइन्। जेनीले चलचित्र धुम, मैदान, मिस्टर दन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, बिन्ती पत्र, अभिमन्यु लगायत दर्जनौं चलचित्रमा काम गरेकी छिन्। नम्बर 9 मा रहेका छन् रबिन तामाङ। गायक तथा कलाकार रबिन तामाङको बुढा नीलकण्ठ 5 चिसेनी स्थित आफ्नै घरमा मृत फेला परेका थिए। बुढा नीलकण्ठका इन्स्पेक्टर दिपेन्द्र चन्दका अनुसार कोठाको ढोका लक भएको र उनी भित्र मृत फेला परेका थिए। घटनास्थलमा कुनै पनि शंकास्पद कुरा फेला नपरेको कारणले गर्दा उति बेला नै कानुनी प्रक्रिया मिलाएर शव बुझाइएको थियो। रबिनले थुप्रै चर्चित गीतहरू चिसो चिसो हावा, जति माया लाए पनि, भुलमा भुलियो गीतहरू गाउनुको साथै दर्जनौं चलचित्रहरूमा पनि अभिनय गरेका छन्। नम्बर 10 मा रहेका छन् लोकगायक भीम पौडेल। लोकडोरी गायक भीम पौडेल स्याङ्जा स्थित आफ्नै घरमा मृत फेला परेका थिए। राष्ट्रिय लोकडोरी प्रतिष्ठानका केन्द्रीय सदस्य नेपालका जीवन दाहालका अनुसार उनी 2 महिनादेखि बिरामी भएका थिए। उनलाई न्युमोनिया भएको थियो, त्यसैले उनी घरमा नै आराम गरिरहेका थिए। उनले गाएका गीतहरू तिम्रो सिउँदो भर्न सकिन, रुमालै बैना मारे, म त मरे जस्ता थुप्रै गीतहरू गाएका छन् र उनले आफ्नै युट्युब च्यानलमा लाइभ डोरी गीतहरू पनि गाउँदै आएका थिए। साथीहरू, यी कलाकारहरू आज हामी बीच छैनन्, तर उनीहरूको कला, गीत, अभिनय र सम्झना सधैँ हाम्रो मनमा जीवित रहनेछ। यदि तपाईहरू यो भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। तपाईलाई मन पर्ने कलाकारको नाम कमेन्टमा लेख्न नभुल्नुहोला। हस्त।